आज म हजुरहरूलाई यो फुल कसरी बनाउने मलाई पनि खासै बनाउन त आउँदैन, तै पनि बनाउँछु है त। यस्तो अलि तान्ने, सानो धुलो अलि सानो राख्यो भने सजिलो हुन्छ क्या। 1 2 चेन लिने अनि डबल क्रोसेट 1 2 3 4 5 6 7 8 9। त्यसपछि यसलाई यस्तो तानिदियो भने धुलो सानो, यो सानो चुपक्क हुन्छ क्या। यहाँ ल्याएर क्रैप गरिदिने अनि 1 चेन लिने, यस्तो कस्ने, कहीँ पनि के हो यस्तो, अनि यसलाई यो पछाडिको उसलाई भागलाई यसलाई तान्ने अनि यसलाई गाँठा पार्ने अनि फेरि यो सानो भयो। एक 2 3 चेन लिने अनि सेम ठाउँमा फेरि डबल क्रोसेट गर्ने 2 3 4 5 6 छोटो ल्याउने सेम ठाउँबाट है, छोटो ल्याउने अनि 2 चेन तान्ने अनि अर्को धुलोमा लिएर यहाँ क्रैप गरिदिने अनि फेरि अर्को धुलोमा छिराएर क्रैप गरिदिने अनि त्यसपछि चेन लिने 1 2 3 चेन लिने अनि फेरि सेम ठाउँमा 6 चोटि डबल क्रोसेट गर्ने 2 3 4 5 6 अनि फेरि 2 चेन तान्ने अनि अर्को धुलोमा छिराउने अनि क्रैप गरिदिने अनि फेरि अर्को धुलोमा छिराउने फेरि क्रैप गरिदिने अनि फेरि 3 चेन लिने 3 चेन लिने अनि फेरि सेम ठाउँमै 6 चोटि डबल क्रोसेट गर्ने 3
4 धागो नि कहाँ पल्ट्यो झन् 5 अनि 6 चोटि ल्याएपछि फेरि दुई चेन लिने अनि अर्को दुलोमा ग्र्याब गर्ने अनि फेरि अर्को दुलोमा ग्र्याब गर्ने अनि चेन लिने 3 चेन लिने अनि फेरि सेम ठाउँमा डबल क्रोसेस 6 चोटि गर्ने 3 4 5 6 चोटि गरेपछि अनि दुईटा चेन लिने अनि फेरि अर्को दुलोमा उसाल्ने ग्र्याब गर्ने अनि फेरि अर्कोमा ग्र्याब गर्ने अनि 1 2 3 चेन लिने अनि फेरि सेम ठाउँमा डबल क्रोसेस कति 6 चोटि गर्ने 2 चोटि 3 चोटि अनि 4 चोटि 5 चोटि 6 चोटि अनि फेरि 2 चेन लिने अनि अर्को यतापट्टि सानो दुलो है दुलोमा ग्र्याब गरेर तान्ने यसरी तानेपछि अनि फेरि यसरी चेन लिदिन्छु है मैले त हजुरहरूले कस्तो गर्नुहुन्छ अनि यस्तो तान्ने अनि कैँचीले काट्ने खासै आउँदैन आउन त मलाई पनि त्यही पनि यसो भिडियो बनाएको अनि यसलाई छिराएर यसलाई चाहिँ यता ल्याएर पछाडितिर भयो फुल मैले चाहिँ यति धेरै बनाइसकेँ क्या अर्को पनि छ हो कति 14टा बनाएर राखेँ मैले चाहिँ ढोकाको लागि लाछा डोरी भन्ने कि के भन्ने हो ढोकाको लागि बुन्दैछु अब कस्तो हुन्छ पछि हेरौँ है त।